हाम्रो एप चाहिँ यस्तो भनिरहनु भएको छ एकदम रेस्पेक्टिभ हुनु मैले ठाउँमा यसरी यस्तो चाहिँ भन्न नमिल्ने हो किनभने ए खानेमाको कुरा गर्नु भएको रहेछ एकदम एकदम सुनेर राम्रो लाग्यो मलाई दुईजनाको चाहिँ गर्लफ्रेन्ड हुनुहुन्न अनि एउटाको गर्लफ्रेन्ड चाहिँ हुनुहुन्छ होइन दुईटाकै छ भन्नुहुन्छ अब मेरो चाहिँ जीवन भनेको सन्यासी लिने अथवा सन्यास त लिँदिनँ होला सायद जिन्दगीमा सन्यास लिने कुरा गर्नुहुन्छ अब हजुरहरूले अब अलिक भन्नुपर्छ के भन्नु ओके सरी हाम्रो लन्चको लागि प्र्याक्टिस गरौँ त केटा हो हेलो गुड आफ्टरनुन गाइज वी आर म होइन न हेलो गुड आफ्टरनुन गाइज ओके ठिक छैन त्यो भएन हेलो छोडिदिनु अहिले हामी क्यामेरा चाहिँ बन्द गर्न चाहेनौँ होइन किनभने एकदम भिडभाड छ पछाडि क्यामेरा फर्काउने ठाउँै छैन अप्सन होइन ए होइन गाइजहरू लन्चको कुरा भएको लन्च एकदम दामी हुन्छ भन्ने कुरा जस हिलो छ क्या गाइजहरू यो बालिन छ आएर पनि ओहो अरू त त्यस्तै हो गाइज होइन तर पनि जिन्दगीमा चाहिँ जिन्दगी बनाउनुपर्छ भन्ने कुरामा चाहिँ लाग्नुपर्छ हामी नेपाल जय नेपाल भन्नु भएको चाहिँ हाम्रो दोस्तहरूले पाकिस्तान हामी नेपालमा बस्छौँ तर पनि पाकिस्तानको नाम लिनुहुन्छ किनभने थाहा छैन मलाई पाकिस्तानी कल्चर इज भेरी गुड 1+2 = 5 आई थिङ्क यो म्याथमेटिकल एकजनाले एउटा बिहे गरेपछि 5वटा बच्चा 5वटा बिहे गर्ने हुन्छ ओहो गाइज मैले भर्खर थाहा भएको हो अब त्यो आफ्नो ठाउँमा त किनभने म रिसर्च गरेन होला यो विषयमा तर मलाई लाग्छ कि यो विषयमा रिसर्च गर्नु कुनै इम्पोर्टेन्ट त छैन तैपनि यो अघि चाहिँ त्यो भिडियो बनाउँदा मात्रै बिचमा काटेर रहेछ क्या अनि त्यो चाहिँ म यो पार्ट 2 भनेर लन्च गरिदिन्छु आज रात बेलुका हुनुभन्दा अगाडि नै भिडियो चाहिँ लन्च भइसक्छ है के भयो नि खुसीको कुरा चाहिँ हो यिनीहरूले के गरे त मलाई थाहा छैन होइन मबाट लुकी के गरिरहनु पनि थाहा छैन तर पनि लाइफमा चाहिँ अब फ्युचरमा थाहा पाउन सकिन्छ होला होइन 9-10 ब्यान्ड हान्नु होइन 11-12 गाइजहरूको प्लान 9-10 ब्यान्ड हान्ने त्यो त ब्यान्डको नाम चाहिँ के राख्न चाहनुहुन्छ हजुरहरू ब्यान्डको नामै रोयल एम्पायर सुन्नुहोस् हामी चाहिँ एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के भन्न चाहन्छौँ भने हामी चाहिँ यो नेपालमा वर्षमा कति छुट्टी आउँछौँ हामी एक दिनमा एकचोटि पनि छुटेको होइन 1-2 दिन छुटेको छ साथीहरू छुटेको तर म आफ्नो छुटेको छैन त्यो अलग कुरा हो गाइजहरू नेपाल टाढोमा प्राणै बसेको छ अब त्यो अर्को कुरा किन बसिया भनेर चाहिँ यस्तो कुरा खुबिया कुरा गर्नुहुन्छ मलाई भन्नुहुन्न यस्तो छ हालखबर कसले मोबाइलमा रेकर्ड भएको कुरा मैले अरूले सुन्नलाई गरेको होइन म आफ्नो सेल्फ डाउट क्लियर गर्नलाई गरेको यस्तो नगरिदिउँ होला फेरि मेरोमा कपिराइट स्ट्राइक पर्न सक्छ वी अवेर फ्रम द्याट नो ब्रो नो यु निड टु किप अवे द्याट इट विल गिभ मी अ कपिराइट स्ट्राइक कपिराइट स्ट्राइक आउनु चान्सेस धेरै छ नि त गाइजहरू अघि 12 मिनटको भिडियो थियो 13-14-15 मिनटको भिडियो भइसक्यो गाइजहरू भाग्न पनि अवस्था छ मलाई कपिराइट दिएर कसरी आयो तर त्यस्तो क्लियर छैन होला कि क्लियर थिएन होला कि त्यस्तो ए त म पोस्ट हानेर हेर्छु नि त उसको भिडियो पुरै अपलोड हाने नि त जस्ट कपी भिडियो युज गरेर सङको मात्रै हो नि त सङको अलिकति हो नि त पुरै युज गरेर छैन नि त सङ हुँदैन सर्ट टाइमको लागि युज गऱ्यो भने कपिराइट स्ट्राइक मैले पनि पठाएँ हो आफ्नै ब्लग गर्नलाई कपिराइट स्ट्राइक पढ्नु परेन अब र मैले सुरु च्यानल होइन हौ कन्टेन्ट क्रिएसन डिजिटल नेपाल न्यू प्रिपरेसन एन्ड न्यू प्लानिङ विल बी स्टार्टेड सुन हामीलाई थाहा छैन के गरिरहेको छु मैले होइन तर गर्न चाहिँ गरिरहेको छु लाइफमा चाहिँ नयाँ नयाँ कुरा ट्राई गर्नुपर्छ भनेर सिकेको छु होइन के उडाउने गाइजहरू
को फेल हो गाइजहरू हामी फेल हुनु है गाइजहरू अघि के गर्न जानु भएको भनिदिनु पर्यो जीवनमा नयाँ नयाँ कुराहरू अनुभव गर्नु पर्यो जीवनमा मुभ अन हुनु धेरै राम्रो कुरा हो होइन जीवनमा मुभ अन हुनु भनेको एउटा ठुलो कुरा हो तर त्यसलाई त्यो कुरा चाहिँ किन अर्को कुरामा पर्न जान्छ भन्दाखेरि चाहिँ होइन के हो मुभ अन गर्न सिक्नु भयो भने जीवनमा तपाईँले ऋषि धमाल जस्तो सक्सेस पाउनु त्यो त गर्न सकिन्छ तर पनि लाइफमा कमिटमेन्ट गरेपछि चाहिँ त्यो कमिटमेन्ट पुरा गर्नुपर्छ भन्ने कुरामा चाहिँ म जोड दिन चाहन्छु किनभने ऋषि धमालभन्दा धेरै सक्सेस पाउनुहुन्छ तपाईँले रोल नम्बर 6 होइन तपाईँले रोल नम्बर 20 लिएर आउनुहुन्छ रोल नम्बर 20 ल्याउने त हाम्रो पुरै सपना हो गाइस किनभने हाम्रो नामै अब रोशनहरूबाट आरबाट आउँछ रोल नम्बर 20-30 को बिचमा आइरहेको हुन्छ त्यही भएर चाहिँ यस्तो अन्धा भइसक्यो त यार हाम्रो सपना भनेको चाहिँ अलिक नाम ठिक भएको भए अलिक पछाडि परिन्थ्यो लगभग 60-70 रोल नम्बरतिर तर नपरेर लगभग 20-30 मै अटिन्छ त्यही भएको कारणले पनि समस्या हो एउटा मेन हामीले चाहिँ के खोजेको भन्दाखेरि जस्तै अब चाहिँ के हुन्छ के हो ए भाइ गीतहरू अलि सानो गर त यार मलाई कपिराइट स्ट्राइक आउँछ अहिले थाहा छैन यो भिडियो पनि अपलोड हुन मिल्छ अपलोड हुन्छ कि हुँदैन यस्तो गीत बजाएर कपिराइट स्ट्राइक ए गाइज मैले सुनेको थिएँ होइन मैले सुनेको भन्दा पनि मैले के थाहा छ भने जस्तै यो मेरो भिडियो पोस्ट भयो होइन अनि भिडियो पोस्ट भएपछि त्यहाँनिर चाहिँ यदि कपिराइट क्लेम आयो भने चाहिँ त्यहाँबाट भिडियोको साउन्डलाई चाहिँ रिमुभ गर्न मिल्छ भनेर सुनेको थिएँ नि त्यो वर्क गर्छ होला यो भिडियोमा पनि वर्क गऱ्यो भने म रिमुभ गरिदिन्छु साउन्डलाई ठाउँबाट कपिराइट क्लेम ल्याएर मार्ने भयो यिनीहरूले मलाई कसम मार्ने भयो अब चाहिँ भाइरल हुनलाई भन्दा पनि हाम्रो चाहिँ अलिकति अडियन्सिटी भन्दा नि अलिकति क्यामेराको अगाडि चाहिँ बोल्न नसक्ने भन्दा नि अलिकति बढाउनको लागि हो कि आफ्नो सेल्फ इम्प्लावरमेन्ट बढाउनको लागि चाहिँ प्र्याक्टिस गर्नु खोजेको कि हामीले डाइरेक्टली भन्नुपर्दा इम्प्लिमेन्टेसन गर्नु पनि त लाइफमा नयाँ कुराहरू जस्तै अब यदि हामीले अहिले क्यामेराको अगाडि बोल्न सक्यो भने त पछि गएर एकदम फ्युचरमा हामी एकदम कुराहरू पनि गर्न सक्छौँ अब अर्को एआरएसको लन्चको लागि पनि हामीले काम गर्नुपर्छ एम्बुलेन्स आउँदै हुनुहुन्छ एम्बुलेन्स कता गइरहेको हो यो एम्बुलेन्स उता गइरहेको छ कता भने तारकेश्वरतिर एम्बुलेन्स हामीलाई सधैँ 24/7 अलाउ हुन्छ है केही आपतकालीन समय पऱ्यो भनेमा त्यतिखेर मात्र फोन गरौँ होला जस्तै कि जान सक्यो भनेर फोन गर्ने काम चाहिँ नगरौँ हो एम्बुलेन्सलाई फोन गर्नु भनेको इमर्जेन्सीको बेलामा हो यदि हार्ट फेल भयो भने जस्तै मानु मेरो हार्ट फेल भयो अब मसँग फोनै छैन कसरी फोन गर्ने एम्बुलेन्स र भन्ने कुरा पनि आउँछ अब यता साइडतिर आफ्नो सधैँ के भएर भनिन्छ भन्न त धेरै कुरा भनिन्छ गाइस तर पनि अब इम्प्लिमेन्टेसन के कुरामा गर्ने भन्ने कुरामा चाहिँ 2वटा साथी लिएर हिँड्नुपर्छ मिनिमममा एउटा आफ्नो साथी पनि साथी धेरै कुराहरू लिएर हिँड्नुपर्छ जस्तो लाग्छ गाइस मलाई चाहिँ म अरू चाहिँ केही भन्न चाहन्न होइन अरू भनेको यति नै हो मेरो सिधा कुरा भनेको चाहिँ युट्युबमा भिडियो पोस्ट गरेर जिन्दगी बनाउने भन्नाले त्यस्तो भन्न खोजेँ होइन कि भिडियो त पोस्ट भइन्छ तर मैले के भन्नु चाहिँ अलिकति कन्फ्युजमा परेँ होइन गाइस म अलि प्लानिङ गर्छु रिटेन्सन गर्छु अनि थोरै सोचेर म भन्छु के भन्नु खोजेँ भनेर होइन त गाइजहरू अहिले त हार्डै छ नि होइन हामीलाई हेर्नुहोस् यस्तो अहिले कति बजिरहेको